Welcome to Nepaliko Animation. यो कथा हो रामको, जसले आफ्नो गाउँबाट टाढा जङ्गल पारी एउटा बजारमा गएर समोसा कचौडीहरू बेच्थ्यो। उनले बिहानदेखि गएर उसले रात परेसम्म काम गरेर घर फर्किन्थ्यो। तर उसलाई घरमा खाना पकाइदिने कोही हुँदैन थियो। ऊ एक्लै हिँड्नु पर्थ्यो, एक्लै घरमा थियो ऊ। यार आज त साह्रै ढिलो भयो, घरमा भात पनि पकाएको छैन, के गर्नु। ऊ त्यत्तिकै आएर सुत्थ्यो, खानासाना खाएन, घरमा पकाउदिने कोही थिएन। ल, बिहान भयो, ऊ त्यसरी नै गयो। उसले त्यसै गरी अर्को दिन पनि गए बेच्यो। त्यो दिन झन् साह्रै रात परेको थियो। तर ऊ फर्किँदा त्यो गुफाबाट एउटा आवाज आयो, जसले उसले अर्कै अन्त सुनेर मद्दत मागेको जस्तो लागेर ऊ साह्रै मनकारी थियो। त्यसैले गर्दा ऊ भित्र पस्यो, किनकि ऊ साह्रै मनकारी थियो। राम कसैको दुःख देख्न सक्दैन थियो। ऊ गुफाभित्र पस्यो। हेलो, कोही छ यहाँ? कसले मद्दत माग्नु भएको? छिटो भन्नु होला। हो, कोही हुनु त भने भनिहाल्नु होला। तर त्यहाँबाट एक्कासी एउटा हड्डी मात्र भएको भूत आए। म तँलाई खान्छु भन्दै गरी आउँदै थियो। ऊ यस्तो डरायो कि सोच्न पनि सकिँदैन। र अर्को दिन उसको घरमा लास मात्र आयो। टु बी कन्टिन्यू। तपाईँहरूलाई आजको कथा कस्तो लाग्यो? यो ट्रेलर मात्र हो। यो ट्रेलर कथा अब यसको फुल फिल्म आउन बाँकी छ, हेर्नुहोला है त। धन्यवाद। लाइक र सब्सक्राइब पनि गर्नुहोला।